नमस्कार साथीहरु, के तपाईहरुलाई जीके गाह्रो लाग्छ? विज्ञान र प्रविधिका आविष्कारक र आविष्कार भन्ने कुरा तपाईलाई रट्न गाह्रो छ? चिन्ता नलिनुहोस्। गाह्रो छ भने अब यहाँ हेर्नुहोस् कसरी पढ्ने त। दिमाग लगाएर पढ्ने टक्क याद हुन्छ है। तपाईले सकेसम्म ट्रिक कापीमा सार्नु होला। प्रिन्टिङ मेसिन भनेको छ। प्रिन्टिङ मेसिन कसले आविष्कार गर्यो? गुटेनबर्गले। अब प्रिन्टिङ मेसिन यसो प्रिन्ट खोलेर प्रिन्ट गर्न थालेको, भित्र त गुरै रहेछ भनेर सम्झिने के। प्रिन्टिङ मेसिनमा गु रहेछ, के रहेछ? यो प्रिन्टिङ मेसिन थियो, यहाँ भित्र गुले भरिएको थियो, छि 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 गु भरिएको थियो भन्ने के। प्रिन्टिङ मेसिन गुटेनबर्ग। आहा कस्तो सजिलो। फोटोग्राम लुई डेग्रे। फोटोग्राम यस्तो आएको थियो क्या, मान्छेको एउटा केटी साथी थिए, यस्तो फोटो आएको थियो। अब यस्तो फोटो साथीहरूलाई के देखाउनु भनेर हातबाट खोजेर लिएर दगुरे। फोटोग्राम लिएर दगुरे। फोटोग्राम लुई डेग्रे। अब मेसिन गन आर गेटलिङ। अब मेसिन गन कसले समाउँछ? गेटपालेले समाउँछ। गेटपाले कस्तो छ? आर नाम गरेको छ। मेसिन गन समाएर गेटमा कत्रो मेसिन गन समाएको थियो? यत्रो टक्कै पाराको यस्तो गन समाएर टिच हान्नको लागि मेसिन गन समाएर गेटमा उभिएको थियो भनेर सम्झिने। अब रेफ्रिजरेटर भन्छ। रेफ्रिजरेटर ओलिभार। अहिले नेपालको रेफ्रीको रूपमा को बसिएको छ? यत्रो सिटी बस त्यो हाल्नको लागि। यो रेफ्री अहिलेको ओलिभार। रेफ्रिजरेटर ओलिभार। अब रङ कहिले खेल्छन्? होलीमा खेल्छन्। रङ कसलाई लगाए? सालीलाई लगाए। रङको सालीमार। सालीलाई रङ लगाएको लाजैले मरी। रङ कसलाई लगाएको? सालीलाई म। यस्तै नयाँ ट्रिकको लागि मेरो च्यानल सब्स्क्राइब गर्दै गर्नु होला, हेर्दै पनि गर्नु होला। तपाईको दिमागलाई स्वायो कि स्वाएन, बुझ्यो कि बुझेन, प्रतिक्रिया पनि दिनु होला। हस्, धन्यवाद।